आर्थिक वर्ष 2082-83 को दोस्रो त्रैमासिकको रिपोर्ट आउने क्रममा माइक्रो फाइनेन्स सेक्टरको एउटा स्टक आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड एसिएलपिएसएलले पनि यसको प्रकाशन गरेको छ दोस्रो त्रैमासिकको रिपोर्ट। दोस्रो त्रैमासिकको रिपोर्ट प्रकाशन गरेपछिको यसको पेड अफ क्यापिटल हेर्दा 36 करोड 71 लाख यसको पेड अफ क्यापिटल छ। यसको मतलब 36,71,000 किता यसको जम्मा सेयर लिस्टेड छ नेप्सीमा। त्यसमा पनि संरचना हेर्ने हो भने प्रमोटरहरूको 60% छ र 40% मात्रै पब्लिकहरूको छ। त्यो भनेको 14,68,000 चाहिँ त्यति किता चाहिँ पब्लिकहरूसँग रहेको छ। अब दोस्रो क्वार्टरको रिपोर्टलाई हेर्दाखेरि रिपोर्टमा धेरै इन्डिकेटरहरू मुख्य फन्डामेन्टल इन्डिकेटरहरूमा धेरै जसोमा प्रगति भएको नै देखिन्छ। आरम्भ चौतारीको रिजर्भ एन्ड सरप्लस हेर्दाखेरि रिजर्भ सरप्लसमा 27.94% को वृद्धि छ गत वर्षको सोही अवधिको तुलनामा है। गत वर्षको दोस्रो क्वार्टर भन्दा अहिले हेर्दाखेरि 27% को आसपासमा यसको वृद्धि छ। अर्थात् रिजर्भ सरप्लस हेर्ने हो भने अघिल्लो वर्ष 15 करोड 85 लाख यसको रिजर्भ सरप्लस रहेकोमा अहिले 20 करोड 27 लाख पुगेको छ। यस हिसाबले हेर्दाखेरि रिजर्भ सरप्लसमा राम्रो प्रगति गरेको छ है। अनि क्वार्टर टु क्वार्टर हेर्दा पनि प्रगति छ। अघिल्लो क्वार्टरमा 16.51 करोड थियो, अर्थात् 16 करोड 51 लाख थियो, अहिले 20 पुगेको छ। क्वार्टर टु क्वार्टरमा पनि प्रगति राम्रो गरेको छ। रिटेन अर्निङमा त एकदमै राम्रो प्रगति गरेको देख्न सकिन्छ है। रिटेन अर्निङ त 555%ले वृद्धि छ। त्यो भनेको रिटेन अर्निङ चाहिँ नेगेटिभ थियो गत वर्षको सेकेन्ड क्वार्टरमा भने अहिले 5 करोड 42 लाख यसको रिटेन अर्निङ बढेर गएको छ। रिटेन अर्निङ चाहिँ एकदम राम्रो बढाएर गएको छ र फर्स्ट क्वार्टरमा हेर्दा पनि फर्स्ट क्वार्टर भन्दा पनि यसले प्रगति नै गरेको छ। फर्स्ट क्वार्टरमा 4 करोड 57 लाख थियो रिटेन अर्निङ र अहिले सेकेन्ड क्वार्टरमा 5 करोड 42 लाख भएको छ। डिपोजिट पनि यसले बढाएको छ। डिपोजिट बढाएको छ, 20% को डिपोजिट वृद्धि भएको छ। गत वर्ष 1 अर्ब 77 करोडको डिपोजिट थियो, अहिले 2 अर्ब 13 करोडको डिपोजिट छ। डिपोजिट बढेसँगै लोन यसले सप्लाई के गरेको छ त लोनमा लगाएको पनि प्रगति राम्रो छ। 20% कै आसपास 22% को लोन यसले बढाएको छ है गत वर्षको सोही अवधिसँग कम्पेयर गर्दाखेरि। सो डिपोजिट बढेसँगै लोन पनि यसले बढाएको छ। यस हिसाबले गर्दा यो एउटा राम्रो बाटो भयो। तर यो सँगसँगै फेरि यसले चाहिँ लोन बढाएको छ भने एनपिएलमा पो फेरि हानेको छ कि त्यो चाहिँ हेर्न पर्ने छ। यसमा तल हेरिन्छ हामी। सो सरसर्ती हेर्दा डिपोजिट बढाएको छ, लोन पनि बढाएको छ। त्यस हिसाबले इन्कमको लागि राम्रो गर्न सक्ने भयो। नेट इन्ट्रेस्ट इन्कममा 35% को वृद्धि रहेछ, 21 करोड 92 लाख। नेट फी कमिसन अर्थात् फीहरू र कमिसनहरूबाट पनि यसले राम्रो प्रगति गरेको छ, राम्रो कमाइ गरेको छ है। त्यो भनेको 3 करोड 93 लाख यसको फी कमिसनहरूबाट आम्दानी गरेको रहेछ। अघिल्लो वर्ष सोही अवधिमा 2 करोड 31 लाख थियो र अघिल्लो क्वार्टरमा हेर्दा 1 करोड 30 लाख थियो र त्यो चाहिँ वृद्धि गरेको छ, बढेर गएको छ है। अनि अपरेटिङ प्रफिटमा पनि 83.65% को वृद्धि देखिन्छ। नेट प्रफिटमा 83.08% को वृद्धि रहेछ। नेट प्रफिट हेर्ने हो भने मुख्य कुरा है, नेट प्रफिटमा चाहिँ 3 करोड 27 लाखको नेट प्रफिट थियो गत वर्षको सेकेन्ड क्वार्टरमा भने अहिले 5 करोड 98 लाख यसको नेट प्रफिट बढेर गएको छ है। त्यो भनेको एकदमै राम्रो प्रगति गरेको। अनि क्वार्टर टु क्वार्टर हेर्ने फर्स्ट क्वार्टरमा 82 लाख रहेछ है। 82 लाखको नेट प्रफिट यो यति धेरै चाहिँ कसरी बढ्यो त है। यो एउटा फेरि अब डिप खोजीको विषय चाहिँ हो है। फर्स्ट क्वार्टरमा 82 लाख मात्रै थियो र सेकेन्ड क्वार्टरमा आउँदा 5 करोड 98 लाख नेट प्रफिट चाहिँ भयो है। यो बढ्नुमा अब केही इन्डिकेटरहरू त यहाँ माथि पनि देखियो, तर त्यो बाहेक अन्य केही छ कि यो एकदमै डिपली हेर्नुपर्ने पनि कुरा चाहिँ रहेछ है। डिस्ट्रिब्युटेबल प्रफिट हेरौँ। डिस्ट्रिब्युटेबल प्रफिटमा पनि राम्रो प्रगति गरेको छ, 45.51% को वृद्धि रहेछ वितरण योग्य नाफामा। त्यो गत वर्षमा 3 करोड 72 लाख थियो भने अहिले 5 करोड 42 लाख पुगेको छ र क्वार्टर टु क्वार्टरमा पनि 4 करोड 57 लाखबाट 5 करोड 42 लाखमा पुगेको छ। डिस्ट्रिब्युटेबल प्रफिट बढेको छ, त्यही अनुसार डिस्ट्रिब्युटेबल इपिएस पनि बढ्ने नै भइहाल्यो। इपिएस हेर्दाखेरि रिपोर्टेड इपिएसमा पनि प्रगति छ, त्यो भनेको 83% को वृद्धि छ। गत वर्षको सेकेन्ड क्वार्टरमा 17.79% को इपिएस थियो एनुअलाइज्ड इपिएस र अहिले सेकेन्ड क्वार्टरमा 32.57 यसको एनुअलाइज्ड इपिएस पुगेको छ। इपिएसमा पनि राम्रो प्रगति गरेको छ। अब त्यो सँगसँगै डिस्ट्रिब्युटेबल इपिएस हेऱ्यौँ भने कति छ त भन्दा डिस्ट्रिब्युटेबल इपिएसमा पनि प्रगति चाहिँ गरेको छ, तर डिस्ट्रिब्युटेबल इपिएस एनुअलाइजमा 32.57 भए पनि डिस्ट्रिब्युटेबल वितरण योग्य इपिएस चाहिँ 14.76 मात्रै रहेछ।
त्यो भनेको प्रगति चाहिँ हो। गत वर्ष 10.14 थियो, यो वर्ष 14.76 पुगेको छ र यो क्वार्टर टु क्वार्टरमा पनि वृद्धि नै भएको छ। क्वार्टर टु क्वार्टरमा हेर्दा अघिल्लो क्वार्टरमा 12.46 रहेछ, त्यो अहिले 14.76 पुगेको छ। डिस्ट्रिब्युटेड इपिएस पनि राम्रो गरेको छ। नेटवर्थमा पनि वृद्धि छ, 21% नेटवर्थमा वृद्धि भएको छ गत वर्षको सोही अवधिसँग कम्पेयर गर्दाखेरि, र क्वार्टर टु क्वार्टरमा पनि प्रगति छ। अर्को भनेको नन पर्फर्मिङ लोन एनपिएल छ, एनपिएल भने वृद्धि भएको छ हो। यहाँनिर गएर अलिकति मार खाएको रहेछ है त। एनपिएल पनि 78% एनपिएल वृद्धि भनेको यो अलिकति राम्रो बाटो चाहिँ भएन होइन। उसले डिपोजिट पनि बढाएको थियो, लोन पनि दिएको थियो, तर लोन दिँदै गर्दाखेरि यो नन पर्फर्मिङ लोनमा जब कन्भर्ट भएर बढेको छ भनेपछि यो एउटा रिस्क फ्याक्टर चाहिँ फेरि त्यहाँनिर रहेको देखिन्छ है। त्यो भनेको चाहिँ गत वर्ष सेकेन्ड क्वार्टरमा 2.91% एनपिएल थियो भने अहिले 5.20 पुगेको छ यो एनपिएल, र क्वार्टर टु क्वार्टर हेर्दा पनि बढ्दै गएको रहेछ है। 4.22% रहेछ पहिलो क्वार्टरमा, अहिले 5.20 पुग्यो, क्वार्टर टु क्वार्टरमा पनि बढेको छ। अनि फोर्थ क्वार्टर भनेको लास्ट थर्ड क्वार्टरमा 3.70 रहेछ, फोर्थ क्वार्टरमा 2.13 रहेछ, र त्यस हिसाबले हेर्दा यो चाहिँ अलिकति यसको एनपिएल भने बढ्दो क्रममा नै भएको देखियो है। अरू प्रगति गरे तापनि एनपिएल बढ्दो क्रममा छ, त्यसैले अलि लङ टर्मको लागि सोच्ने हो भने चाहिँ एउटा यो फ्याक्टर चाहिँ अलिकति नराम्रो बाटोमा देखियो। एनपिएल बढ्दो क्रममा पनि छ है, त्यो चाहिँ देखियो। अब अन्य केही इन्डिकेटरहरूमा हेर्दा बेस रेटमा थोरै कमी छ। बेस रेट त अब पिएफआइसको सबैको बेस रेट चाहिँ घटेकै बेला हो है, 13% बेस रेट घटेको अवस्था छ। सिडी रेसियोमा थोरै वृद्धि भएको रहेछ। सिडी रेसियोमा चाहिँ सरसर्ती हेर्दाखेरि धेरै जसो महत्त्वपूर्ण इन्डिकेटरमा हेर्दाखेरि क्वार्टर टु क्वार्टरमा पनि प्रगति नै गरेको देखिन्छ, र गत वर्षको सोही अवधिसँग तुलना गरेर इयर टु इयर हेर्दा पनि प्रगति गरेको नै देखिएको छ। सो सेकेन्ड क्वार्टरको रिपोर्टलाई सरसर्ती हेर्दाखेरि एक दुई इन्डिकेटरमा बाहेक अन्य इन्डिकेटरमा राम्रो प्रगति देखिन्छ। अनि आरम्भ चौतारी लघु वित्तको डिभिडेन्ड हिस्ट्री हेर्ने हो भने डिभिडेन्ड हिस्ट्री जम्मा 2 चोटि मात्रै दिएको छ यसले। पछिल्लो डिभिडेन्ड हिस्ट्री भनेको 2077-78मा दिएको थियो 21% बोनस, र त्यसपछि भने यसले डिभिडेन्ड बाँड्न सकेको छैन अहिलेसम्म पनि। जम्मा 2 वर्षको मात्रै डिभिडेन्ड हिस्ट्री चाहिँ रहेको रहेछ। अनि आरम्भ चौतारी लघु वित्तको टेक्निकल चार्ट हेर्दाखेरि टेक्निकल चार्टमा चाहिँ एउटा लोवर लो लोवर हाईको सिरिजमा चलेको रहेछ। यो अलिकति डाउन ट्रेन्डमा नै चलिरहेको रहेछ, यो कुरा देख्न सकिन्छ। अनि किनकि लोवर लोलाई चाहिँ ब्रेक गर्दै एउटा चेन्ज अफ क्यारेक्टरको अवस्थामा यो चलेको रहेछ, त्यो खालको देख्न सकिन्छ टेक्निकल चार्ट हेर्दाखेरि। सो अब अहिलेको लागि एउटा राम्रो फेयर भ्यालु ग्याप यहाँ थियो है, यो एउटा फेयर भ्यालु ग्याप थियो, यो फेयर भ्यालु ग्यापलाई पुरा गरेको छ। योभन्दा माथि गएर सस्टेन भएर क्लोजिङ हुन सकेको रहेछ होइन, योभन्दा तलै क्लोजिङ भएको छ। त्यसैले गर्दा अब यो आरम्भ चौतारीको क्लोजिङ योभन्दा माथिको क्लोजिङ नै एउटा वेट गर्नुपर्छ होला सायद। यो 1980-81 भन्दा माथि गएर एउटा राम्रो क्लोजिङ क्यान्डल बनाउँछ, ग्रिन क्यान्डल पनि एउटा इन्ट्रीको प्लान गर्न सकिन्छ होला है। नत्र भने यसको डाउन ट्रेन्डको कन्टिन्युएसन हुनसक्छ, किनकि यो रिपोर्ट राम्रै आए तापनि बजारमा यसको रियाक्ट हेर्ने हो भने चाहिँ रियाक्सन चाहिँ राम्रो देखिएको छैन। बजारले त यसलाई रियाक्ट गर्दा त पोजिटिभली रियाक्ट त गरेन। जब रिपोर्ट आयो, रिपोर्ट आएपछि त यसको गिरावट देखिएको छ। सो अहिलेको लागि यो जोन नै एउटा सप्लाई जोन हो, यो फेयर भ्यालु ग्यापलाई पुरा गरेको छ, र अब आउँदै गर्दाको एउटा यो सपोर्ट जोन छ। यो सपोर्ट जोनलाई सपोर्ट लिएर यदि रियाक्ट गरेर फेरि अप ट्रेन्ड लाग्छ भने एउटा राम्रो ग्रिन क्यान्डल बन्देको अवस्थामा एउटा प्लान गर्न सकिन्छ बाईको होइन, र त्योभन्दा तल आउँदै गर्छ भने फेरि एउटा लिक्विडिटी लिएर योभन्दा तल आएर लिक्विडिटी स्विप गरेपछि मात्रै यदि नेप्सेले पनि अलिकति सपोर्ट गर्यो भने त्यसपछि मात्रै माथि जान सक्ने चान्सेस चाहिँ फेरि रहन सक्छ। र अहिलेको लागि भनेको वेट एन्ड सीकै अवस्थामा बस्न उपयुक्त हुन्छ जस्तो देखिन्छ। यो एउटा जोन छ जुन यो जोनमा छ, यो जोनमा आएपछिको बाइङ उपयुक्त हुनसक्छ। त्यसपछिको टार्गेट भनेको चाहिँ यो फेरि सप्लाई जोनलाई जब क्रस गर्छ नि, त्यसपछिको भनेको फेरि लगत्तै अर्को फेरि एउटा जोन चाहिँ फेरि यहाँ पनि छ है। सो यो जोनलाई पनि अब एउटा मिटिगेट त गरि नै सकेको रहेछ है यो जोनलाई पनि। त्यसैले गर्दा यो अलिकति स्ट्रङ मोमेन्टम आउनको लागि चाहिँ एउटा सप्लाई जोन चाहिँ धेरै नै छ है। योभन्दा माथि लाग्दै गर्दा चाहिँ सप्लाई जोनहरू अलि स्ट्रङ सप्लाई जोनहरू, दुईवटा सप्लाई जोनहरू एकदमै स्ट्रङ छन्। त्यसैले गर्दा अब यो जुन एउटा सपोर्ट लेभल छ, यो सपोर्ट लेभल र योभन्दा तल लिक्विडिटी स्विप गरेर अलिकति लिक्विडिटी लिएर माथि जान्छ भने मात्रै इन्ट्रीको प्लान चाहिँ गर्न सकिन्छ जस्तो चाहिँ देखिन्छ यो डेली टाइम फ्रेममा हेर्दाखेरि। यसको आरएसआई हेर्दाखेरि आरएसआईमा पनि 45 छ है। आरएसआई 50, 58, 60 पुग्न सकिन्छ, 58 भन्दा तल नै आएर, र डेली टाइम फ्रेममा हेर्ने हो भने मुभिङ एभरेजमालाई क्रसओभर दिइसकेको छ स्मुथ मुभिङ एभरेजलाई। त्यसैले बाइङको स्ट्राटेजी चाहिँ अहिले तत्काललाई नबनाउँदा पनि बेस हुन्छ जस्तो देखिन्छ।